के भयो भाइलाई? कसरी चिन्नुहुन्छ यो भाइलाई? म चिन्छु, म उसको आफन्तलाई बोलाइदिइहाल्छु। कसैले 102 मा फोन गरेर एम्बुलेन्सलाई पनि बोलाइदिइहाल्नुस् त। हुन्छ, म एम्बुलेन्सलाई फोन गरिदिन्छु। म एक प्रशिक्षित सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ता हुँ। म भाइको प्राथमिक उपचार गर्छु है त। भाइलाई उठाउनुस् त एकचोटि सजिलो ठाउँमा लगेर राखौँ। बिस्तारै। भाइको हातमा चोट लाग्यो जस्तो छ, दुखिरहेको छ हो? नात्यो है, म भाइको प्राथमिक उपचार गर्छु। मलाई कसैले 1.5 फिटको काठ, लौरो, बाँसको चिरा जस्तो सारो वस्तु लिएर आइदिनुस् त। कम्तीमा पनि 2टा जति भए राम्रो है। हुन्छ, म लिएर आउँछु। मैले भाइको हातलाई स्थिर राख्नुपर्ने हुन्छ, त्यतिन्जेल चाहिँ कसैले एम्बुलेन्स कहाँ आइपुग्यो बुझ्दै गर्नुहोस् न है। हेर्नुहोस् त, ठिक छ? ठिक छ। अब मलाई तना जत्रो च्यात्न मिल्ने कपडा पनि ल्याइदिनुस् न है। ए हुन्छ हुन्छ, अलिक छिटो गर्नुहोस् है। यो यस्तो भए हुन्छ? ए भइहाल्छ नि। यो हात देऊ बाबु। मलाई यो काठ यति जति काटेर ल्याउनुहोस् है। हुन्छ म्याम। अहिले दुखा छैन नि। मलाई एउटा टुक्रा कपडा दिनुस् त, अघिको बाँकी होला नि। औँला चलाउ त एकचोटि। यता फर्किउ त। मैले कुन औँला चलाइरहेको छु? एकचोटि एम्बुलेन्सलाई बुझ्नुहोस् त कहाँ आइपुग्यो। हामी सिटमा बस्दै गरौँ ल। कहाँ बस्दै दिने? यो भिडियोमा सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ताले हातमा चोट लागेको व्यक्तिलाई कसरी सहयोग गर्ने भनेर सरल तरिकाले देखाउनु भएको छ। हातमा चोट लाग्ने घटना हाम्रो समुदायमा धेरै हुन्छ। खेतमा काम गर्दा होस् कि घरायसी काम गर्दा वा खेलकुद खेल्दै गर्दा वा सडकमा सानो दुर्घटना हुँदा हातमा चोट लाग्न सक्छ। यस्तो बेला तपाईँ त्यही ठाउँमा हुनुहुन्छ भने तपाईँको एक सही कदमले चोट थप बिग्रिनबाट रोक्न सक्छ। त्यसैले चोट नबढाई कसरी सुरक्षित रूपमा अस्पताल पुर्याउने भन्ने कुरा सबैले जान्न आवश्यक छ। कुनै व्यक्तिलाई हातमा चोट लागेको छ भने सबैभन्दा पहिला अस्पताल जाँच गराउन नै मुख्य हो।
तर अस्पताल पुग्दासम्म हात नचलिकन स्थिर राख्न सकियो भने दुखाइ कम हुन्छ र चोट झन बिग्रिनबाट बचाउन सकिन्छ। सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ताको मुख्य उद्देश्य पनि यिनै दुई कुरा हुन्। लामो दूरी यात्रा गरेर अस्पताल जाँदा घाइतेको हात स्थिर नराख्दा समस्या झन जटिल हुन्छ। त्यसैले हामी कसरी प्राथमिक सहयोग दिन सक्छौँ भनेर सिकौँ। सुरुमा नआत्तिनुहोस्। वरिपरि सहयोगी कोही छन् भने बोलाउनुहोस्। सहयोगी मध्ये कसैलाई 102 मा फोन गरेर एम्बुलेन्स बोलाउन भन्नुहोस्। घाइतेको नजिक जानु अघि घटनास्थल सुरक्षित छ कि छैन जाँच गर्नुहोस्। आफू सुरक्षित महसुस भएपछि मात्र घाइतेको नजिक जानुहोस्। घाइतेलाई सहयोग गर्नु अघि आफ्नो परिचय दिएर अनुमति लिनुहोस्। के म तपाईलाई सहयोग गर्न सक्छु? अनुमति पाएपछि घाइतेलाई आराम हुने ठाउँमा बस्न दिनुहोस्। प्राथमिक उपचार सुरु गर्नको लागि हात स्थिर राख्नुपर्ने हुन्छ र त्यसको लागि काठ, प्लाई, लट्ठी, बाँसको चिरा, छाता, कुट जस्तो सारो वस्तु आवश्यक हुन्छ। यस्तो सारो वस्तु जसले चोट लागेको भागलाई स्थिर बनाउन प्रयोग गरिन्छ त्यसलाई स्प्लिन्ट भनिन्छ। हामीलाई 2 वटा स्प्लिन्ट चाहिन्छ। पहिलो कुहिनादेखि नाडीभन्दा अलिक माथिसम्म पुग्ने र दोस्रो कुहिनादेखि पाखुराको माथिल्लो भागसम्म पुग्ने। नापका लागि घाइतेको स्वस्थ हात प्रयोग गर्नुहोस् ताकि दुखाइ नबढोस्। नापभन्दा ठुलो भएको खण्डमा कसैको सहयोगले त्यही नापको बनाउन लगाउनुहोस्। अब स्प्लिन बाँध्न प्रयोग हुने त्रिकोणात्मक पट्टी ट्रायङ्गुलर ब्यान्डेज बनाउने तरिका सिकौँ। त्रिकोणात्मक पट्टी भनेको सामान्य सफा कपडा हो जुन हामीले बाँध्न सजिलो हुने गरी त्रिकोण आकारमा बनाउँछौँ। यसको प्रयोग धेरै प्राथमिक उपचारमा हुन्छ। कुनै पनि कपडालाई 1 बाइ 1 मिटरको कपडा 4 कुना मिलाएर काट्नुहोस्। 2 कुना मिलाएर त्रिकोण बनाइन्छ। यसलाई पट्याएर पट्टीको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यस्तो 6 वटा त्रिकोणात्मक पट्टी आवश्यक हुन्छ। अब चोट लागेको हात स्थिर गराउने काम सुरु गरौँ। साथीको सहयोगमा घाइतेको हात नचलिने गरी पहिलो स्प्लिन्टमा राख्नुहोस्। अघि बनेको पट्टीलाई आधी बनाई नाडीको वरपर पारी स्प्लिन्टलाई बाँध्नुहोस्। यो पट्टी बाँध्नलाई लुप नभएको छेउलाई लुप भएकोतिर लगी लुपमा हाल्नुहोस्। पट्टीको 2 भागलाई तन्काई एक आपसमा गाँठो बनाउनुहोस्। यसरी नै दोस्रो पट्टीले अर्को छेउमा बाँध्नुहोस्। यसरी नै अर्को स्प्लिन्ट पाखुरामा राख्नुहोस् र 2 वटा पट्टीको प्रयोग गरेर हातलाई स्थिर बनाउनुहोस्। यसरी चोट लागेको भाग स्थिर हुन्छ तर अस्पताल टाढा हुने र एम्बुलेन्सको यात्रा गर्नुपर्ने भएकोले यसलाई अझ स्थिर बनाउनलाई स्लिङ र स्वाट लगाउनुपर्छ। आउनुहोस् स्लिङ बनाउन सिकौँ। एउटा त्रिकोणात्मक पट्टी लिनुहोस्। त्रिकोणात्मक पट्टीको चुच्चो भएको भागलाई गाँठो बनाउनुहोस्। एउटा हातमा गाँठो समाउनुहोस्। अर्को पट्टीको कुना घाइतेको छातीमाथि चोट लागेको हातको तल राख्नुहोस्। गाँठोलाई घाइतेको कुइनामा पार्नुहोस्। अर्को आधा भाग चोट लागेको हात माथिबाट घुमाएर माथि लगेर त्रिकोणात्मक पट्टीको 2 वटा कुना एक ठाउँमा लगी घाँटीको एक छेउमा लगेर गाँठो बनाउनुहोस्। अब नाडी, चाल र चेतना जाँच्नुहोस्। नङ थिचेर छोड्दा सेतो भई तुरुन्त रातो भएमा रगतको बहाव ठिक छ। औला चलाएर चाल ठिक छ छैन हेर्नुहोस्। नहेरिकन कुन औला छोए भनेर सोध्नुहोस्। औलाको चेतना जाँच्नुहोस्। अब स्वाट गर्ने अर्थात् अर्को त्रिकोणात्मक पट्टीले पाखुरालाई शरीरमा अड्डाएर बाँध्ने तरिका सिकौँ। यसले हातलाई अझ स्थिर बनाउँछ जसरी भिडियोमा देखाइएको छ। सबै काम सकिएपछि घाइतेलाई आरामदायी ठाउँमा राख्नुहोस्। स्वास्थ्यकर्मी आएपछि घाइतेको अवस्था र तपाईले गरेको कामको जानकारी दिँदै हस्तान्तरण गर्नुहोस्। यति गर्न सक्ने जो कोही एक असल सामुदायिक प्रथम स्वास्थ्य प्रति कार्यकर्ता नै हो। तपाईको एक सही निर्णय
एक सही सहयोगले कसैको स्वास्थ्य कसैको भविष्य बचाउन सक्छ।